गोत्र उच्चारण पार्नु बस्थ तयार त्यो लगनको गाठो नपारिकन कन्यादान दिनु नगर्नु भिडभाड संकल्प मनमा लिनु यस्तो दान दिनु लिनु जीवनमा गौरव छ है सम्झनु। पिताले तिलको सद्रव्य सहित औँठा समाइदिनु माताले त्यही तर तर रजलका धारा बहाइदिनु कन्याको लागि हात सम्पिदिनु है दुलाहका हातमा जीवनकै उपहार झैं अरू यहाँ केही छैन संसारमा। बेहुलाले बधुलाई ठिक समयमा पोते लगाइदिउन गाठो पारिदिनु र थियो लागनु त बेहुला र बेहुली घुमु लुगावा गहना लगाइदिन्ता जाने कि भित्रै राम्रो छिटो मिलाई लगाइदिउ है ढिलो नगर्नु तर बेहुलाले ससुराली चिन्नावता टीका लगाइदिँदै यस्तो एक परिचयात्मक कुरा भन्छन् जनार्दन सबै। पर्वतष्ट पूजा शिलानी पूजा सवतरसी सिन्दुर पूजा बेहुलीलाई सिन्दुर लगाइदिन्त बेहुला भए घोडा खलबल शान्त गरी सबैजन बसौँ आनन्द बेहुली रहुन् बेहुलाले बधुका लगेर शिरमा सिन्दुर लगाइदिउन एकै तरफ नजर दिँदै सबैजना हेरिरहेकै थिए बेहुलीका शिरमा लगेर बरले सिन्दुर लगाइदे दायाकी बधुलाई यो समयमा बाया गराइदिए मेरो घर अब त जान्छ पतिको भन्ने बनाइदिए सम्झी पनि खुसी अब हुँदै उठेर भेटघाट गरौँ खेल्छन् फेरि जुवा दुवै बर बधु तिलक र
गर्छन् विदाई टीका। बिदायो रितले हुँदा बधु गइन् आफ्ना पतिका सँगै भन्छन् जो अब गर्नु पर्छ सबै नै हामी दुवैले सँगै। कामकाज आफ्नो सधैँ गरेर र गई आफ्ना पति देव सँगै भेटघाट गर